नेपालीहरूको महान चाड बडा दशैँको उपलक्ष्यमा नेपालमा रहनुहुने र विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूको सुख समृद्धि र दीर्घायुको कामना गर्न चाहन्छौँ र धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ। नमस्ते मिडिया परिवार। धौलागिरी बहुउद्देश्य सहकारी संस्था लिमिटेड, ढुङ्गेधारा, रिङ रोड, काठमाडौँ। जीवन मन्त्र आयुर्वेद क्लिनिक, रामप्रसाद महर्जन, सीता पाइला चोक, कुमारी मन्दिर। नमस्कार, द जर्नी कार्यक्रममा यहाँहरूलाई स्वागत छ। आज हामी विभिन्न मठ मन्दिरहरूको बारेमा जानकारी दिन गइरहेका छौँ। विशेष गरेर त चाडपर्वहरू, शक्तिपीठहरूको बारेमा जानकारी दिन गइरहेका छौँ। आश्विन शुक्ल प्रतिस्पर्धादेखि दशमीसम्म बडा दशैँ भव्य मनाइन्छ। दशैँ नेपालीहरूका घर घरको सङ्घारमा आइसकेको छ। वर्षको चारपल्ट मनाइने दशैँमध्ये चैते दशैँ र बडा दशैँ नै मात्र विशेष किन मनाइन्छ त? बुढापाकाहरू अहिले पनि भन्छन् चैतमा गर्मीका कारण धेरै खानपिन गर्दा झाडा बान्ता लाग्ने भएपछि आश्विनमा सारिएको हो। वैशाख जेठमा हावाहुरीले दुःख दिने, असार साउन र भदौमा बाढी पहिरो र वर्षातले सताउने, मङ्सिर पुस र माघ महिनामा जाडोले कठ्याङ्ग्रिने नेपाली हावापानीको स्वभाव हो। यस प्रकार अनेक उपद्रवबाट बस्दै ठुलो रोगव्याधि दुःखबाट पार पाएको खुसियालीमा आश्विन कार्तिकको ऋतुराज शरदलाई नेपालीले आफ्नो चाड ठानी दशैँ र तिहार मनाउन थालिएको हो। कामदेवले कालीगज सम्वत 3825मा काठमाडौँको नगर र रक्षार्थ स्थापित 3 तले धातु छाने विशाल आकृतिको तान्त्रिक कङ्गेश्वरी देवी मन्दिर नेपाल सम्वत 564को कङ्गेश्वरी आजीमा पीठ सादा ढुङ्गा पुजिन्छ भने यस पीठलाई स्थानीयको लास जलाउने मसानघाटको रूपमा पनि लिइन्छ। नदी दोबान शोभा भगवती मन्दिर कलात्मक पेगोडा शैली युक्त रहेको छ।
प्रतिष्ठापित भगवतीको जस्तो कलात्मक मूर्ति अन्यत्र बनाउन नसकोस् भनी दुवै हात काटिएका कलाकारहरूले खुट्टाले बनाएको मूर्ति मानिन्छ शोभा भगवती। भनिन्छ पहिलेदेखि नै रहेको बिहारमा भगवतीको मूर्ति प्रतिस्थापित गरेको हुँदा यस तीर्थस्थललाई स्वयं आफैमा प्रज्वलित र उहाँ बिहार नै कलान्तरमा शोभा हुन गएको हो। सम्वत 1079 मा जीर्णोद्धार भएको शोभा भगवती स्थल प्रत्येक वर्ष विजयादशमीको दिन राष्ट्र प्रमुख दर्शनार्थ पुग्ने परम्परा छ। लुती अजिमाको 3 तले धातु छानायुक्त मन्दिर निर्माण भएको मानिन्छ। देवताको रूपमा सादा ढुङ्गा मात्र पुजिने लुती अजिमा प्रति आफन्तबाट भएको अपमानको कारण अन्य अजिमाका जात्रा पाचहे घोडे जात्राको दिन हुन्छ भने लुती अजिमा इन्द्रायणी देवीको जात्रा प्रत्येक वर्ष बाला चतुर्दशीको रात हुने गर्दछ।
नेपालमा पलाञ्चोक भगवतीको मूर्ति बनाउने कलाकारको हात काटिएपछि बायाँ हातले निर्माण गरेको मूर्तिलाई नक्साल भगवतीमा स्थापना गराएको हो। नक्साल भगवती 3 तले पेगोडा शैलीयुक्त धातुले छाएको आकर्षण छ। नक्साल भगवती छेउ नदी बगेको त छैन, तर पुरातात्विक संरचना वरिपरि चैत्य, महादेव, गणेशका मन्दिर तथा भजन गृह आदि छन्। अझैमा पीठ स्थापनाको तिथि स्पष्ट नभए तापनि नेपाल सम्वत 485 मा मैतीदेवी मन्दिर निर्माण भएको हो। राजा अमर मल्लले भद्रकाली, पचली, कङ्केश्वरी लगायत अनेक पीठलाई जगाउने क्रममा जात्रा गर्ने प्रचलन बसाए जस्तै नेपाल सम्वत 650 मा मैतीदेवीको पनि जात्रा गर्ने परम्परा सुरु गरेको बताइन्छ। सम्वत 832 मा राजा भास्कर मल्लले पीठको पुनर्निर्माण गराएको मैतीदेवी मन्दिर भुइँतले पेगोडा शैलीका छन्। रूपमा पूजनीय पित्तलको छानायुक्त मन्दिरको 4 कुनामा 4 वटा धातु सिंह र मन्दिर अगाडि ससाना स्वयम्भू चैत्य सहित छन्।
खेलको पूर्व दक्षिण कुनामा अवस्थित भद्रकाली पीठ प्रख्यात मानिन्छ। वरिपरि भजन स्थल, भोजन गर्ने ठाउँ र विभिन्न सामाजिक प्रयोजनको लागि रहेको भद्रकाली पीठमा प्रत्येक वर्ष विजयादशमी, पहाड चढे घोडे जात्रामा विशेष मेला लाग्ने गर्दछ। वैवाहिक बन्धनमा बाँधिने होस् वा कुनै शुभ कार्यका लागि भद्रकाली पीठ पवित्र स्थल मानिन्छ। काठमाडौँ रत्नपार्कबाट करिब 18 किलोमिटर दक्षिणमा अवस्थित दक्षिणकाली माईलाई मनोकामना पूरा गरिदिने देवीका रूपमा पूजिन्छ। मनोकामना पूरा हुने विश्वास रहेको यस मन्दिर दर्शन गर्न र भाकल पूरा गर्न देशका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजनहरू आउने गर्दछन्। प्राय शनिबार र मंगलबार यहाँ ठूलो भिड लाग्ने गर्दछ। वैवाहिक बन्धनमा बाँधिने होस् वा कुनै शुभ कार्यका लागि दक्षिणकाली देवस्थललाई पवित्र स्थल मानिन्छ। साथै मन्दिरको वरिपरि अन्य देवी देवताको मूर्ति रहेका छन्। हरियाली वन जङ्गल र शान्त वातावरणले प्राय उपत्यकावासीहरू वनभोज खान र यस क्षेत्रलाई रोज्ने गर्दछन्। त्यसैगरी बडा दशैंमा पनि दक्षिणकालीमा पूजाआजा गर्नेको भिड अत्याधिक मात्रामा रहेको पाइन्छ।